वेलकम ब्याक टु माई मिनी भ्लग। यो मिनी भ्लग चाहिँ धेरै अगाडिको हो, बट म एकदमै लास्टै बिजी भएको भएर अहिले हाल्दैछु। सो ओमिया पार्क सँगै जाउँ है त। हामीले गाडी पार्क गरेको ठाउँबाट नै जिन्जा परेको थियो कि। सो फर्स्टमा चाहिँ हामी जिन्जा गयौँ र यो ठाउँमा म आएको चाहिँ यो शुद्ध गरेर 3 चोटि हुन्छ। सो धेरै वर्ष अगाडि चाहिँ म चाहिँ मिस्टर राईसँग यो ठाउँ आएको थिएँ र दुई वर्ष सायद त्यो अगाडि चाहिँ म आमाहरूसँग आएको थिएँ। सो यो ठाउँमा चाहिँ धेरै भिडभाडहरू यताउति केही पनि नहुनु भएको भएर एकदमै पिस छ। त्यही माथि होइन, अब यहाँको जिन्जा सो आफैमा पनि पिस हुने भइहाल्यो। र यो टाइम जाँदाखेरि चाहिँ मैले चाहिँ यो नयाँ कुरा देखेँ। सो ओरिजिनल पेपरमा चाहिँ यसरी चेरीहरू हरेक कुराहरूको ड्रइङ थियो। सो म चाहिँ त्यहाँ प्रे गर्न गएँ। सो मलाई यो प्रे गर्नको लागि चाहिँ मेरो कामको आमाहरूले सिकाउनु भएको थियो। सो मैले पनि अलवेज त्यही नै फलो गर्छु। सो त्यहाँ प्रे गरेर चाहिँ त्यहाँ वरिपरि घुमेर हामी चाहिँ पार्कतिर गयौँ। सो गर्मी यति धेरै थियो कि धेरै हिँड्न पनि मन परिरहेको थिएन कि। त्यो पनि बिस्तारै बिस्तारै अब डुल्दै गएको हो, डुलौँ न त भनेर घिसिँदै भए पनि पार्क पनि घुम्यो। अहिले चाहिँ त्यस्तो खासै केहीको पनि सिजन नभएको भएर होला पार्क चाहिँ पुरै खुल्ला खुल्ला देखिरहेको थियो। नत्र भने यहाँ चाहिँ सकुरा चाहिँ दामी फुल्छ। सो सकुरा फुलेको टाइममा चाहिँ जानुभयो भने चाहिँ बेस्ट हुन्छ यहाँ चाहिँ। त्यतिखेर चाहिँ त्यहाँ अब उमाचुरीहरू पनि भइरहेको हुन्छ नि त। सो एकछिन चाहिँ माछाहरू हेरेर बस्यौँ कि हेर्दा पनि कति आनन्द लाग्ने नि। र यहाँ चाहिँ स्मल केउतो पनि छ। कतिजना केउतो जानुभएको छ। टोकियो नजिकै हुनुहुन्छ भने चाहिँ यहाँ हेर्न आउनुभयो भने चाहिँ केउतोको अलिकति भए पनि भाइब्स तपाईँहरूले पाउनुहुन्छ। सो मजाले त्यहाँ फोटोसोटो खिची भिडियो बनाएँ। अनि तपाईँले यहाँ साइडमा देख्न सक्नुहुन्छ ब्याम्बो फरेस्ट। सो हामी चाहिँ त्यहाँ चाहिँ डुलिवरी अब कहाँ जाने भनेर सोच्दै थियौँ। सो बाटोमा चाहिँ पुरै उमाचुरी हुन लागिरहेको रहेछ। सो हामी चाहिँ रातिसम्म नबस्ने भनेर हामी चाहिँ हाम्रै स्टेसन ब्याक भयौँ। सो स्टेसन नजिकै चाहिँ डङ्की छ र त्यसको 6th फ्लोरमा चाहिँ सुसिरो पनि छ। सो हामी चाहिँ हल्का त्यही खाना खान गयौँ। त्यस्तो एकदमै सुसी लभर टाइपको चाहिँ होइन, तर अलिअलि खाना चाहिँ मनपर्छ। अनि त्यही भएर मैले यहाँ जुन खान्छु त्यही नै अर्डर गरेर खाएको छु। र त्यहाँ चाहिँ जतिवटा प्लेट खानुभयो त्यही प्लेट अनुसारको चाहिँ तपाईँले गेम पनि खेल्न पाउनुहुन्छ कि त्यहाँ चाहिँ। सो मैले चाहिँ 2 चोटि खेलेँ, 2 चोटि नै मेरो चाहिँ हाजुरे भएर मैले चाहिँ केही पनि पाइनँ। रिस त यति उठिरहेको थियो नि, के गर्नु, भाग्यमा नभएको कुरा के, जति गरे पनि पाइँदैन भनेको यही नै हो। सो हामी चाहिँ त्यहाँबाट निस्केर अनि त्यसपछि डङ्कीमा अलिअलि सामानहरू किनेर हामी चाहिँ घर फर्क्यौँ। सो हिलले चाहिँ मेरो खुट्टा लास्टै दुखिरहेको थियो नि त। सो हि मसाज माई लेग, थ्याङ्क यू।